Hello everyone, good morning and welcome to my vlog. आज चाहिँ बिहानदेखि युगले टाइममा उठ्यो, टाइममा खायो, तर युनिफर्म चेन्ज गर्ने बेलामा चाहिँ यति बेसी टेन्ट्रम हैन, जान्दिन भनेर रोएर त्यही माया लाग्दो भएर रिजन चाहिँ के रहेछ भने उसलाई चाहिँ दादाहरूको बसमा जानु मन परेको रहेछ। हेर्नु नि कति ह्याप्पी छ अहिले। अन्त उसको बस अलग्गै आउँथ्यो, त्यही कारणले बसमा चाहिँ मन परेको छैन रहेछ अलग्गै जानु। अन्त युनिफर्म लाउँदैन अरे, हेर्नु अर्कै घरकै ड्रेस लाउँछ अरे, घरकै लुगामा गएको छ आज। दादाहरूसँग त खुसी छ, अब पनि स्कुल गएर के गर्ने हो, स्कुल चाहिँ एकदमै जान्न भनेर रोयो आज पनि। तर अहिले त खुसी छ, दादाकै बसमा जान्छ अरे, एकदमै ह्याप्पी छ। कस्तो फिलिङ हुन्छ नि, कहिले कहिले त मिक्स्ड फिलिङ हुँदैछ मलाई चाहिँ, कि सानोमै स्कुल लगाएँ कि बा उसको टाइम भएको थिएन कि जस्तो लाग्छ। फेरि सबैतिर हेर्छु सबै नानीहरू सानोमै स्कुल जान्छ है, यो फेजै साह्रो होला हौ। अब के गर्नु, उसले स्कुल जानै पर्यो, पढ्नै पर्यो है। अहिले घरमा 1 वर्ष राख्दा पनि फेरि नेक्स्ट इयर अलिक एज पनि ठुलो हुन्छ, बदमासी पनि घरमा त बेसी सिक्छ, केही कामै हुँदैन, पढ्दैन। एटलिस्ट स्कुल गएर कुछ त सिक्छ भनेरै अब यो डिसिजन गरेको। तर कोही बेला कस्तो कस्तो फिलिङ हुन्छ नि, अब सबैजना प्यारेन्ट्सलाई त्यस्तै हुन्छ होला नयाँ नयाँ नानी स्कुल पठाउनलाई। तपाईँहरूको पनि सानो नानी फर्स्ट स्कुल लाउनु भएको छ कसैले? कस्तो हुँदैछ तपाईँहरूको नानीको जर्नी? कतिको खुसी भएर स्कुल जाँदैछ? मिरुले त मलाई मुटु पोलिसक्यो। एभ्री डे उसको अलगै मुड, अलगै टेन्ट्रम हुन्छ। बस आयो उनीहरूको, आउँदैछ, खुसी भइरहेको छ यहाँ त। दादा चाहिँ भाइलाई सँगै लान्छु भनेर एकदमै खुसी छ। उसले सम्हाल्छ अरे भाइलाई, क्लासमा पुऱ्याउँछ अरे। ओके, बाई बाई।